आज बिहान 20 बजेको इस खबरमा आज पनि म एक्लैको नमस्कार। प्रसंग सुरु गरौं आजका मुख्य खबरका मूल शीर्षकहरूबाट। हिजो राति काठमाडौँबाट नेपालको लागि उडेको नाइट बस दुर्घटना हुँदा 40 जना लामखुट्टेको मृत्यु। रुखमा घाम ताप्न चढेका एकजना बुढो कमिला 81 भुइँमा झर्दा हात्तीसँग ठोकिँदा हात्ती गम्भीर घाइते। र छेपारो भर्सेस गणेउलाको भलिबलमा छेपारोले 10 गोलको अन्तरले शानदार जित। अब खबरहरू विस्तारमा। हिजो राति काठमाडौँबाट नेपालको लागि उडेको नाइट बस बीच बाटोमा एउटा फट्याङ्ग्रोसँग ठोकिँदा 81 उडिरहेको बस जमिनमा खसेर दुर्घटनाग्रस्त भएको छ र त्यो दुर्घटनामा परि बसमा सवार 30 जना मध्ये 40 जना लामखुट्टेको मृत्यु भएको छ र मृतकलाई उपचारको लागि नजिकैको फिल्म हल पठाएको